सिगरेट कुछ माचिस कहाँ छ माचिस त छैन नि त अनि केले ढुङ्गामा बाल्नु यो बेडी भएर तिमीलाई त्यो भात खाएपछि सब्जी चाहिँदैन कहाँ मुनि भेटाएको कहाँ बेडी त म त त्यही बेडी सिगरेट कसको म त खाँदिनँ तिमी कसको भनेर चाहिँ म सोधिरहेको त अब म खाने मान्छे होइन त त्यसलाई लाइटर चलाइ म केही पनि बुझ्दिनँ त अरू केटाहरूकोमा कसैकोमा त भने सोध्ने होला अरूको सबै अब विश्वास छ भाइ ए त्यस्तो हो भने चाहिँ त मेरोमा म त्यस्तो खाँदिनँ नि त फेरि त विश्वास हुन्छ त्यस्तो खानु राम्रो पनि होइन त म खाँदिनँ पनि तपाईँलाई पनि त्यही भन्छु यस्तो सिगरेट बिडीहरू केही नखानु र पनि बिडी चाहिँ किन बोकेर आएको तिमीले त्यही त मुनि त्यहाँनिर कसको धरिरहेको रहेछ म त कसै दादा भाइहरूको हो भनेर कुदै कुदै आएर दिउँ भनेर आएको त म उसलाई चाहिँ दिन आयो बिडी अब म त कसको भनेर सोध्दै आयो माथि कुदै कसको बिचरा झरेको होला पुरा दुःख मानिरहेको होला भनेर सोचेर लिएर आइदिएको मैले दादा भित्र त मान्छे यत्रो मान्छे बिडी खाने खोइ दादा भित्र पनि कसलाई सोध्छ त भित्र त कोही छ सुतिरहेको त कसलाई मात्रै तिमीले सोधेर पनि मैले एकछिन गर्दै बिडी खाने ठिकै त म लाइटर कसै खोजिकन ल्याइदिन्छु नि त खोइ दाले त लाइटर त खोज्नु भने लाइटर त छैन खोइ त लाइटर पनि छैन त्यो दाले कसरी दिनु लाइटर पनि खोइ त लाइटर त भेटेन त तिम्रो लाइटर मैले ल्याउँ भने त ग्यास पो ल्याउनु हो त ग्यास त्यस्तो भन्नु नि त अनि म त लाइटर खोजेको सिरानी छामेर काट्टा छामे अर्काको बेडहरू त्यस्तो भन्नुपर्छ नि हौ यहाँ त त्यस्तो होइन नि लाइटर भनेको चाहिँ के हो लाइटरको मिनिङ के हो थाहा छ तपाईँलाई ए ठिकै छ जाउँ त्यसो भने दाजुभाइ मिलेर तानिदिउँ ल त्यस्तो होइन भाइ कहाँ बिग्रिनु हुँदैन तिमीले छ हामी त पुलिसको लागेको त्यही छ बिडी यस्तो बटाल्ने यसरी चेप्ने हजुर अनि यस्तो हाल्ने हजुर